हामी चाहिँ आज फिल्म हेर्न आएको 4 जना मात्र घाम यही भने मम्मी चाहिँ म लड्छ भनेर डराएर ए गरेर चिच्चाउँछ बुढी माउ बुढी माउ हामी चाहिँ अब टिकट काट्न लागेको हामी चाहिँ एकैछिनमा के भन्छ फिल्म हेर्न भित्र जानेछौँ यहाँ लाइन बसिरहेछौँ बुढी माउको चाहिँ टिका ठुलो क्या जुन किरीको जस्तै मम्मी भने हाम्रो 4 जनाको हामी 4 जनाको टिकट डन 4 जनाको हाम्रो चाहिँ सानो बच्चा ल्याएको भएर के गर्नुपर्ने रे मन बिनाको धन हामी गयौँ तर अँध्यारो छ हाम्रो फिल्म के भन्छ हाफ भयो कस्तो आएको हाफ भयो यहाँ हिरोइनहरू अब हामी चाहिँ फोटो खिच्न जाने सुसु गर्न जाने खाजा लिन जाने नैनादी झन् हिरोइन पल्टेर आएको छ क्या आज फेरि हामी चाहिँ फोटो खिच्न आएको गाइस मेरो चस्मा नाक कोटाउँदै बस्छ एउटा चाहिँ के टलक टलक टल्किरहेको छ उयो ब्लू कलर हो क्या यस्तोहरू दुनियाँलाई नियाल्ने त आकाश पनि मन बिनाको धन ठुलो कि धन बिनाको मन बिनाको धन ठुलो कि धन सबै रोयो गाइस मेरो पनि अब यसलाई समार लाने होला फिल्म सक्यो गाइज हामी चाहिँ एकछिन अलिकति रोयो होइन तपाईँ नि रोयो है खोइ मेरो आँखामा आँसु बाँकी होला यो चाहिँ रोयो कि रोएन आँखाबाट आँसु थियो फिल्म सक्यो गाइज अशोक दर्जीको दामी थियो फिल्म एकदम दामी थियो सोचेको भन्दा नि हामी चाहिँ रोएर आएको गाइज तर पनि मेरो गाजर गएको छैन बजार छु भन्न त्यही पनि मैले अझ यता चाहिँ झऱ्यो यसो गरेर यस्तो गर्दै बसेको थिएँ म चाहिँ गाइज हामी चाहिँ हलबाट फिल्म सकाएर आइसक्यौँ मलाई त भोकलाई बिहान मैले खानै खाएको छैन अनि नैनादी झन् धेरै रोए कस्तो लाग्यो फिल्म एकदम राम्रो छ सबैजना आएर हेरिदिनु होला अझै कति बेर चल्छ अझै रुँदैछ मम्मी त आँसु झारो
हामी चाहिँ फर्किँदैछौँ फोटोसोटो खिच्यौँ हामी चाहिँ फोटोसोटो नि खिच्यौँ है हलबाट निस्किएर फर्किँदैछौँ ए बिर्सेछु म त झर्नलाई नै मेरो चाहिँ एउटा फोटो माथि अड्केर सुत्केरी अब चाहिँ हाम्रो फिल्म सक्यो भन्नु न ल भन्नु कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो तपाईँलाई फिल्म एकदम राम्रो छ अझै राम्रो राम्रो गर्दै जानु अशोक दर्जी भाइ अझै राम्रो गर्नु एकदम राम्रो छ हामीले सोचेको भन्दा पनि बेस्ट छ आँखाबाट आँसु पनि झऱ्यो राम्रो लाग्यो अझै राम्रो गर्नु यसरी नै रुवाउनु अरू पनि अझै राम्रो राम्रो फिल्म बनाउनु ऊ त्यस्तो